Summer Veggies Garden. जस्तो बन्नुहोस् जसले आफ्नो बाटो आफै बनाउँछ। तपाईँ पत्थर जस्तो नबन्नुहोस् जसले अरूको बाटो बनिसक्छ। जीवनको सबैभन्दा महँगो चिज तपाईँको वर्तमान समय हो, जुन एकचोटि गुमाउनु भयो भने संसारको कुनै पनि सम्पत्तिले किन्न सकिँदैन। जे तपाईँको साथमा छ त्यसैमा खुसी हुने गर्नुहोस्, किनकि तपाईँकै जस्तो जिन्दगी जिउन पनि कसैलाई सपना हुन सक्छ। सरल स्वभाव भएको व्यक्तिलाई कमजोर सोच्ने कोसिस नगर्नुहोला, किनकि सरलता उसको संस्कार हो, कमजोरी होइन। मनमा शान्ति चाहनुहुन्छ भने अरूको काम र अरूको कमजोरीमा ध्यान दिन छोडिदिनुहोस्। तनको सुन्दरताले मनलाई आकर्षित गर्छ, तर तपाईँको स्वभावको सुन्दरताले हृदयलाई आकर्षित गर्छ। त्यसैले सक्नुहुन्छ आफ्नो स्वभावलाई सुन्दर बनाउनुहोस्। कसैले तपाईँलाई दुखी बनायो भने नराम्रो नमान्नुहोस्, किनकि मान्छे अक्सर त्यही रुखमा ढुङ्गा हान्छ जुन रुखमा सबभन्दा मिठो फल हुन्छ। ध्यानको अर्थ हो भित्रदेखि मुस्कुराउनु, सेवाको अर्थ हो त्यो मुस्कानलाई अरूको अनुहारसम्म पनि पुर्याउनु।